बस्ने ठाउँ त्यो झुलाहरू पनि बनाएको छ। पर्यटक स्थलले पनि मान्छे चाहिँ यहाँ पिकनिक खाने हैन एकदम राम्रो ठाउँहरू बेलायी सुन्दर नगरी बेलायीमा। आज हामी बेताना आएको छौँ। हिजो भर्खरै हामीले एउटा सानो कछुवा भेटेको थियौँ र त्यो कछुवालाई छोडिदिनको लागि हामी यहाँ बेताना सिमसार आएको छौँ। त्यही सँगसँगै म हजुरहरूलाई बेतानाको छोटो टुर पनि दिन्छु र भिडियोलाई अन्तिमसम्म हेर्नु होला। अनि हामी गयौँ बेताना सिमसार भित्र। हामी गयौँ अफिस। त्यहाँ गएपछि हामीले उहाँहरूलाई सोध्यौँ कि हामीले यो कछुवा यहाँ छोड्नु मिल्छ कि मिल्दैन भनेर। उहाँहरूले भन्नुभयो हुन्छ। र हामी त्यहाँ अफिसबाट निक्लिएर गयौँ एउटा पोखरीमा। त्यसपछि हामीले त्यो पोखरीमा हामीले भेटेको कछुवालाई हामीले त्यहाँ छोडिदियौँ। यत्तिकै के फर्किनु भनेर हामी बेताना घुम्नुतिर लाग्यौँ। साथसाथै यहाँ चाहिँ विभिन्न मनोरञ्जनको लागि चाहिँ हाम्रो यसरी बस्ने ठाउँ त्यो झुलाहरू पनि बनाएको छ। प्रकृतिले भरिपूर्ण यो हाम्रो बेला नगरपालिकाकै सबैभन्दा उत्कृष्ट सुन्दर शान्त वातावरण रहेको यो बेताना सिमसारमा एसियाकै सबैभन्दा दुर्लभ चाहिँ कछुवा मयुरपङ्खी कछुवा पनि यहाँ अवस्थित रहेको छ। यहाँ चाहिँ पिकनिक स्पोटदेखि लिएर पर्यटक स्थलले पनि मान्छे चाहिँ यहाँ पिकनिक खाने हैन के भयो घुम्नुको लागि चाहिँ यो एकदम राम्रो ठाउँहरू बेलायी सुन्दर नगरी बेलायीमा रहेको छ। पहिला पिता पुर्खाहरू चाहिँ अनुहार यस्तै हुन्छ र भन्थ्यो होइन, हो कि होइन? यो खतरा रहेछ फेरि यो। यसलाई हामीले नि यसलाई ब्राजिलको फेर्नु यसपालि अर्को वर्षको गोल्ड कपमा यसलाई किपर बनाउनु लगाएर यहाँ यो त के पर्दैन क्या। आज त हामी यहाँ कछुवा छोड्न आएको थियौँ है। पुतेला दिन्न हौ यिनीहरूलाई नखकेहरूलाई। यही आउँछ क्या यो च्याङ भइसक्यो। डढाउनु छोड। ऊ सिङवाला त त्यहाँ रहेछ त, एक सिङै हो त्यहाँ। त्यो चाहिँ छिटपट हो क्या। यदि कसैले केही दिनुभयो भने बेतानामा हामीले आफ्नो नाम साइन गर्नुपर्ने रहेछ र हामीले पनि नाम लेख्यौँ, साइन गऱ्यौँ अनि त्यहाँबाट निस्क्यौँ।